आग्ने बुढा र बान्द्रेको कुरा गरे क्या? कति दिन घिचाएर राख्नु? कुखुरा भए फुल पार्थ्यो, खसी भए दसैँलाई हुन्थ्यो। घिच्या छन्, थच्या छन्। गराउनु जस्तो सजिलो हुन्छ? आफ्नै दाइलाई सिधै घर जाऊ भनेर कसरी भन्नु? तैँले तेरो दाइलाई घर जाऊ भनेर भन्न सक्छस्? मेरो दाइ यहाँ आएर यसरी पसारो पर्छन् र? अरू कुरा केही थाहा छैन, खुरुक्क घर पठाउनु। घर नभए पो? अब घर त छ नि, भाउजूसँग झगडा गरेर आएछन् र पो त। ल ल म मिलाएर पठाउँछु। आन्द्रे मेरो भाइ भनेर के गर्नु? कहिल्यै के छ दाइ भनेर एकल फोन गर्दैन। के गर्छ? यसै त्योसँग मलाई रिस उठ्छ। बिमलीले त्यसलाई मन नपराउनु कारण पनि त्यही हो क्या बिनाजु। दाजुभाइ भने दाजुभाइ हो हेर। श्रीमतीको कुरा सुनेर दाजुभाइको रिस गर्ने लोग्ने मान्छे, लोग्नेको कुरा सुनेर दिदीबहिनीको रिस गर्ने आइमाई मान्छे, त्यो पनि मान्छे हो। दाजुभाइ र दिदीबहिनीको सम्बन्ध भनेको चाहिँ नि पूर्व जन्ममा लेखेर ल्याएको हुन्छ हेर। त्यही भएर चाहिँ नि श्रीमतीको कुरा सुनेर चाहिँ नि दाजुभाइको रिस गर्न हुँदैन। श्रीमतीले पनि लोग्नेको कुरा सुनेर दिदीबहिनीको रिस गर्न हुँदैन हेर। आफ्नो कर्तव्य पथमा लम्किँदै गर्नुपर्छ। मलाई लाग्ला आपसमा सरसहयोग गर्दै जिन्दगीको रथ कुदाउनु पर्छ। पठायो त दाइलाई? तेरो कुरो सुनेर म आफ्नो दाइलाई घर पठाउँछु? तेरो कुरो सुनेर बस्छन् 2-4 दिन, खान्छन्। कति खान्छन् दाइले? के रे? उसो भए तिमीहरूका दाजुभाइको खलक मात्र बस्ने हो घरमा? म त एकछिन पनि बस्दिन। हिँडे माइततिर। फेरि म माइत गएँ भने लुपुक्क परेर लिन आउने होइन नि भन्दैछ मैले। ल ल ल ल ल कहाँ रिसाइसक्या फेरि? कहाँ रिसाइसकेको? अब यसो के भनिदिरहेछ भनेर फ्याट भनिदिएको रिसाइ हालिदिरहेछ। तँलाई मैले माइत पठाएर ती दाइ भनाउँदालाई ल्याएर राख्छु? ती छुट्टिसकेको दाइलाई? तँ यहाँ बस बर्डर, म तिनीहरूलाई घर पठाइदिइहाल्छु। बर्डर यस्तै राम्ररी मान्छे रिसाएको नसुहाउने फेरि। अर्को बिमली माइत गइदिएर मलाई त टेन्सन छ बिनाजुमा। त्यो त तैँले नजानेर हो नि। यो माइत जाने शास्त्र फेरि अर्कै छ यार। शास्त्रमा के भनेको छ भन्दाखेरि घर गृहस्थी चलाउँदै जाँदा कुनै दिन श्रीमती बचारिएर ल म माइत हिँड्ने है भनेर भन्न पनि सक्छन्। तर चाहिने के भन्दाखेरि यो घुर्क्याको हो भन्ने बुझेर गए जा गुल्चेला गए जा भनेर भनिदिनु पर्छ। युरुक्क परेर घरमा बस्छन् भनेर लेखा छ यार। गएर पनि कहाँ जानु? अब श्रीमानलाई सम्झेर फेरि 2-4 दिन आउनु त परिगयो। यो कुरो बुझ्नु पर्छ क्या। रोक यहाँ तपाईँ कहाँ जान्छु भने अरे? होइन कहाँ जान्छु भनेर मैले? माइत जान्छु भने होइन? ल गइहाल। माइत गइहाल। घुर्कीदेखि डराइदैन, माइत जानेलाई रोकिँदैन। मेरो भनाइ यति हो, धेरै बोल्दिनँ म। गइहाल। ढोका लाउन ढिलो भयो, गइहाल। कपाल दिएछ लाएर गइहाल। हे पिल्ली मलाई हेर्ने नि, गइहाल। यी बाटो यताबाट। फेरि यो माइत हिँड्ने शास्त्रको उपशास्त्र 2 को खण्ड क मा चाहिँ के भनेको छ भनेदेखि श्रीमती माइत जान्छु भनेर निस्केपछि फटाफटी गइहाले भनेदेखि चाहिँ माइतै पुग्छन् रे। होइन लस्याङ लुसुङ तालले पोको यसो यहाँ कुम्लो भिरेर ढाड कन्याउँदै अल्छी पाराले हिँडेको छ भनेदेखि चाहिँ त्यो फर्किने गरी हो। 1 घण्टा भित्र घरमै श्रीमती आउँछिन् भन्ने लेखा छ। तर अल्छी पाराले ढाड कन्याउँदै हिँडिरहेको श्रीमती फट्टसँगले हात झारेर लमक 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 गई भनेदेखि त्यो गएको गई भयो नि फेरि माइत। 10 वर्ष श्रीमती आइन भनेर बुझ्नुपर्छ। 10 वर्ष के कुरा त्यस्तै परे अर्कै घर जम्नी गर्ने बेर लाउँदिन। त्यसपछि अर्को शास्त्र सुनेर। होइन तिमीसँग कति शास्त्र छन्? धेरै छन्। अब यो फेरि अर्को माइतीबाट फर्किने महाशास्त्रको उपशास्त्र 3 को खण्ड 1 को दफा 2 मा लेखा छ। दफा 2 त्यसमा के भनेको छ भन्दाखेरि श्रीमती माइतबाट आएपछि
घरमा हाइकम जमाउन सक्छन्। ल त निस्किच भनेर श्रीमानलाई चाहिँ ध्वास पनि दिन सक्छन्। त्यसरी निस्कि भनेदेखि के भन्ने? के भन्नु नि, झोला बोक्ने लुरुक्क परेर भाइको घरतिर भतुवा लाग्न आउने, यही होइन तिम्रो शास्त्रमा लेखेको? ल तिमी घर जाऊ, तिमी घर गइहाल। आफ्नै भाइले पो जा भन्न थालेछ अहिले। घरमा के गल्ती भएको भाउसँग माफ माग्ने, नगइहाल। के गल्ती हुनु? गल्ती हुनु भने पैसा नकमाउनु। भाइको घरमा बसेको छ घिचे चप्पल छोड न, अर्का किन लाएको? ए म चाहिँ यो उस्तै देखेर यो पो चाहिँ मेरो त। अब झगडा गरेर फेरि आउने होइन नि यहाँ। दिदी नै त्यस्तै छिन्, चरक्क गर्छिन् त के गर्ने? दफा र सफा पर्नेवाला गुच्चा खेल्छन् अहिले। दफा र सफा तैले मैले भनेको मानिनस् भने तँलाई म छिनको छिनमै यो गाउँबाट निकालाबास गरिदिन सक्छु। तँलाई त मैले चाहे मात्र भनेदेखि 1 सेकेन्डमा यहाँबाट गायब गरिदिन सक्छु। भनेर मात्रै त्यो फर्सीलाललाई के थर्काइरहे? त्यो त बा लुरुक्क पर सुन्ताली बुइनी म तिम्रो त्यो निर्मललाई अबदेखि केही गर्दिन, तिमीलाई म छोडिदिन्छु, मलाई यसरी नथर्काउन बुइनी भनेर खुट्टै ढोग्न आयो बा। अब त्यो फर्सीलालले छोडिदिन्छु भनेर के गर्ने बुहारी? हाम्री महारानीले छोड्नु नहोला नि त फर्सीलाललाई। यी आमाजुलाई त म ठेगान लगाइहाल्छु नि बा, तपाईले चाहिँ चिन्ता लिनु भएन कि? महारानी कहाँ हो? यहाँ बाहिर निक्लिनु हुरुका। के कसैलाई नआएको पैसा तिमीलाई आएको रहेछ होइन? तिम्रो ती बुर गरेर हिँड्ने पासुला सासुला मैले फर्काउन सकिनँ भन्छ। तिमीलाई त बा यिनलाई यहाँ अब तपाईँको अगाडि ठेगान लाउन अलि अप्ठ्यारो भयो मलाई। म यता करेसा लाएर ठेगान लाउँछु, तपाईँ केही पिर्लिने होइन नि भनिदिएको छु मैले। यता करेसा होइन। अब बुहारीले चाहिँ छोरीलाई लाइनमा ल्याउँछिन् कि? प्रभु मद्दत गर है, तिमी बाहेक कोही छैन मेरो सारा। यता सुन, तल पा फर्सी कुरा बसिर त गएर भेटिहाल, म यहाँ बालाई कुरो मिलाउँछु। है धन्यवाद। मसँग गाली गर्दै मैले ती आमाजुलाई त्यो फर्सीलालले मलाई छोड्न सक्छ भने म अनि त्यसलाई छोड्न सक्छु भनेर बेसन रोइन्। अब भने निर्धक्क आयो हुन्छ बा। स्याबास बुहारी स्याबास। अनि अहिले कहाँ छ नि त्यो कुलङ्गार? ती करेसामा साग सुक्सु गर्दै छिन् नि, अहिले एकछिन आइहाल्छ नि। धन्यवाद छ बुहारी, तिमीलाई धन्यवाद छ। ल आऊ खाजा के छ खाऊ। सेवारो है नानी लाखे के पो गर्दै हुनुहुन्छ? भात खाएर अनि ग्वाम ग्वान्ती देख्नु भने मल खनी र कि तकमा बिरासी आँखा देखिँदैनन्? औ कति साह्रो रिस हो, यति साह्रो कडा रिस भएको त राम्रो होइन है घर गृहस्थीमा। लौ लाखे मैले एउटा कुरा सुनेको छु, हुनु त हावा नचलिकन पात हल्लिँदैन। नानीले त्यो झुसेले पैसा कमाएर ल्याएन भनेर चाहिँ घरबाट निकालेको अरे हो। लु त्यसो त गर्नु भएन नि नानी। पैसा भनेको त हातको मैल हो, आज छ भोलि छैन, भोलि छ पर्सि छैन, यो भनेको त आउँछ जान्छ। तर यहाँ त कहिले पैसा भएन र पो त यो कुरा आयो त। अब जाहिर खाना जाऊ भनौँ भनेदेखि पढाइ छैन भन्छन्, अनि खेती किसान गरेर खाउन त भनौँ भनेदेखि जग्गा जमिन छैन भन्छन्, लाउन त भारी बोकेर ल्याऊ पैसा भन्दा पनि बल छैन भन्छन्। ऊ चाहिँ खाली ठगेर खानी, अनि मैले मात्र यो दुःख जिलो गरेर कतिन्जेल घर धान्ने भन्नु त? लाखे है नानी लाखे, हुनु त मलाई त्यो झुसेलाई पहिले देख्दाखेरि अलिक त्यो बाङ्गो बाङ्गो हो जस्तो त लागेको थियो, तर त्यसो भन्दा पनि माया प्रेम भनेको संसारमा सबैभन्दा ठुलो कुरो है नानी। उहिले उहाँनेर हामी लन्डन हङकङ हुँदै जाँदाखेरि गोराहरूसँग बोराको बोरा पैसा हुन्थ्यो। अब पैसा भए पनि के गर्नु हौ, लाइफ जिन्दगी खत्तम छ। आज बिहे गरो भोलि डिभोर्स भन्छ, फेरि पर्सि बिहे गरो पर्सि नि कोर्सी फेरि डिभोर्स भन्छ। एउटाको बुढी अर्कैसँग, अर्काको बुढी अर्कैसँग।
त्यो रीति विदेशी रीति नेपालमा त ल्याउनु भएन नि नानी। हामी गोर्खेको माया पिरती बुढाबुढी भनेपछि सात जिन्दगी सँगै बिताउने भन्ने कुरो यही ठिक छ होइन र नानी? तपाईँ पनि उमेर छँदा यसै गरेर डुलेर हिँडेको भएदेखि तपाईँको बुढीले अहिले ताक्ने बुढा भनेर माया गर्थिन्? हो माया त गर्छ कि नानी, तर अब अहिले पेन्सन थापेर दिँदाखेरि टेन्सन भयो भन्छ। अनि अब उहिले घेप्प थापेको बानी अहिले आधा पेन्सन आउँदा त नि नानी कहिले काहीँ त माया पनि आधा गरेको हो कि जस्तो लाग्छ, तर भित्री चाहिँ माया गर्छ है। सबै थाहा रहेछ त। यो कुरो भन्दा पनि नि नानी झुसेर नानी चाहिँ मिलेकै राम्रो के, बरु म झुसेलाई सम्झाइदिन्छु भेटेर। लु भो परेन बाजे, सक्नुहुन्छ भने आफ्नै बुढीलाई गएर सम्झाउनु। आखे के भएको बटङटङ पड्के फ्युज गएको छ कि क्या? के कुरा मिल्यो? अब के भनेर कुरा मिल्नु? कम्ता रिसाएको रहन्छ त, जाने बित्तिकै बम पड्के जस्तो बटङटङ रिसाइगयो। अब बुढियालाई भनेको त फकाएर राख्नुपर्छ। 1914 मा मेरो बुढिया रिसाउँदाखेरि मैले हङकङबाट साडी पठाइदिएको थिएँ, त्यहाँदेखि 1919 मा रिसाउँदाखेरि मलाईबाट चुरा पठाइदिएको, 1916 मा रिसाउँदाखेरि मैले फेरि मेरो बुढीको चाहिँ कुरा गरौँ न। ए लाखे त्यो कुरो पो गर्नु बिर्सिएछु फेरि। तिमीले जागिर नखाइकन भएन के? यसो पिउनमा भयो नि पालेमा भयो नि तिमीले जागिर खानै पर्यो। घरमा गइसक्नु छैन, उता साना भिनाजुको गइसक्नु छैन, जागिर खानु पर्यो। पिउन पाले जहाँ भेटिन्छ त्यसमा तिमीले त खाने भन्ने बित्तिकै लाखा बाबु क्वाप्प भनेर जागिर ल्याएर कसले मुखा दिन्छ? खोज्नु ट्याम लाग्दैन? खोज्ने जेल कहाँ बस्ने भन्ने पो समस्या हो। त्यही कहाँ बस्ने त, कतै गइसक्नु छैन, यहाँ पोल्टामा छिर्छौ त मेरो लाग्छ दिन्छु नि। शास्त्र चाहिँ अनेक आउने, कहाँ बस्ने चाहिँ थाहा नहुने। कहाँ बस्ने भन त? शास्त्र त धेरै आउँछ यार मलाई। अहिले तँलाई अरू धेरैवटा शास्त्र त सुनाउनै बाँकी छ। अर्को शास्त्र हुन्छ एउटा बुहारी शास्त्र। यार बुहारी शास्त्र भनेको कस्तो हो फेरि? बुहारी शास्त्रको उपशास्त्र 2 को खण्ड 9 मा के भनेको छ भन्दाखेरि बुहारीहरूका किसिमका बारेमा वर्णन गरेको छ। ए किसिम? बुहारीका नि किसिम हुँदैन त? एउटा हुन्छ हर्रो बुहारी, त्यहाँबाट हुन्छ टर्रो बुहारी, त्यसपछि हुन्छ घिउ बुहारी। घिउ बुहारीमा चाहिँ बिमली पर्छ होला है? के पर्छ? अब हर्रो बुहारीमा बिमली, टर्रो एकदमै टर्रो अमिलो तितो बुहारीमै पर्छ हाम्रो मुइया। त्यस पछाडि घिउ बुहारीमा चाहिँ हाम्रो कान्छाको बुढी के अन्जु। अनि फेरि यो घिउ बुहारीको विशेषताका बारेमा फेरि यो घिउ बुहारी शास्त्रमा लेखेको छ। घिउ बुहारीको विशेषता के हुन्छ भन्दाखेरि घरमा पाहुना आयो, अब पाहुना आयो भनेदेखि के भन्दाखेरि चाहिँ नि सन्चो बिसन्चो के छ पहिला, त्यस पछाडि खाना खाएको छ कि छैन सोध्ने, त्यस पछाडि चिसो तातो के छ होइन। अब दही छ भने दही, मही छ भने मही, अब छैन भनेदेखि पानी भए पनि टक्राएर अनि बस्यौँ हजुर 2-4 दिन यतै बस्यौँ भन्ने चाहिँ उनीहरूको एउटा स्वभाव हुन्छ। हो भो धेरै तेल लगाएर चिप्लो घस्नु पर्दैन, फुरुक्क घरमा गएर थेचियो हुन्छ। यो बुहारी रेसिन घरमा गएर बस्यौँ रे। जाउँ यतार जाउँ कि यतार जाउँ? जतार गयो नि पिन्छ नि यतार जाउँ। हेर फसी, अबदेखि तैले त्यो निर्मलीलाई यसो मात्रै हेरिस् भने पनि तेरो हातखुट्टा ठनक्क भाँचेर पाता राखिदिन्छु। तेरो मात्रै होइन त्यो निर्मलीको पनि हातखुट्टा ठनक्कै भाँचिदिन्छु म। कसैले नगरे लभ तिमीहरूलाई गर्नुपर्ने ह? अब देख्छौ तिमीहरूले मुला सागको पावर। ए फसी, ज्यान जोगाउनु छ भने निर्मलीलाई अहिले छोड्छु भन्। म छोडिदिन्छु, सत्य छोडिदिन्छु, डरमा छोडिदिन्छु, मलाई के पनि नगर्नु, म छोडिदिन्छु। के गर्दो रहेछ भनेर त डराइस्? हेर चिन्ता नगर, निर्मली म मिलाइदिन्छु तँलाई। मेरो लागि व्यवस्था गर अलिकति, सक्छस्? मेरो त साटोपुटले गएको पनि ढरमलाई साटोपुटले गएको। म तपाईँले जति भन्यो त्यति टक्राउँछु है। निर्मली चाहिँ जसरी पनि मिलाइदिनु मलाई सक्छ। ल निर्मली तेरी भाइ चिन्ता नगर है, निर्मली पक्का तेरी भाइ। जा गएर दमडीको व्यवस्था गर, जा ल जा
जा भेट भयो कहाँ हुनु मुला साग पनि सँगै रहेछ नि त मुला साग सँगै छन् रे कहाँ छन् मुला साग फसिलालाई मुला सागले पनि सम्झाउँदैछन् भने क्या मुला सागले सम्झाउने मात्र होइन पाता फुस्किने गरी हान्छन् आज त्यसलाई पिर नगर म मिलाउँछु भने तिमी यहाँ बिचा किन ल भित्र गइहाल खुरक्क भित्र गइहाल सम्झाएर मात्र हुँदैन के बा कहिले काहीँ यसरी फर्काउनु पनि पर्छ सुन्तली मोटोमा खोल्समा कुर्दा 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 बर्बाद भयो नि बा मैले यो फासिलालाई तल खोल्सा राम्रैसँग सम्झाउनलाई पुऱ्याइरहेको थिएँ यहाँ आमाजुलाई सम्झाउँदा उता जानै बिर्सिछु भने ए फासिला ल तल खोल्सा गइहाल त म आउँछु के हार्ने टिनसिन जाति मेरै थाप्लोमा ल तिमीहरू यहाँ आनन्दले माया र प्रेमका कुरा हेरेर बस म चाहिँ ऊ त्यहाँ परेर मान्छे आगे आएन हेरेर बस्छु मान्छे आयो भने सेट सुसेल्छु तिमीहरू यो ढोकाले घाप्ला फुलबार छोपिहाल है ल भनिदिएको छु नि मैले छुटाउन सक्दैन होइन छुटिसक्यो अब त्यो मुला साग यो गाउँमा 1 बस्दैन 2 बस्दैन 3 बस्दैन धन्यवाद सम्झीज्यू तपाईको यो गुण तपाई मरेर गए पनि म कहिले बिर्सिन्न के भन्नुहुन्छ तपाईँ माफ पाऊ सम्झीज्यू म मरेर गए पनि तपाईको यो गुण बिर्सिन्न भन्न खोजेँ क्या मैले बुझ्नुहोस् न अब कति घरको काम गरिरहनु हैरानै भयो के म त यसो आराम पनि गरौँ अनि यो जङ्गलको फ्रेस हावा खाऊ भनेर यहाँ आइरहेको अनि तेरी आमाजु चाहिँ खोइ नि कि त्यही पासाको नातिसँग लठारिराखी छे कहाँ लठारिनु नि अहिले त उनीहरूको माया र प्रेम त छुटिसक्यो ए छुटी पो सक्यो अब त्यो सुँगुर नाकेर हाँडी घोप्टिएको जोडी पनि मिल्दैन थियो ठिकै हो ल म घाँस काट्न हिँडे कि त पनि छिटो घर जा है अहिले म हिँडे ल ल बिस्तार जाऊ ल लिऊ कस्तो आमाजु आमाजु छोरी चाहिँ यस्तो असल आँखामा राख्दा पनि नबिजाउने जस्ती त्यो आमा चाहिँ आमाजु त्यहाँ चाहिँ नभन न जे भन् तिमीहरू आमा होइनन् अहिले आमालाई बोलाइदिउ खुरुखुरु लभ गरेर बस्छ नि तिमीहरू आमाजु बा भारी बा बुहारी हजुर होइन निर्मली त घर छैन नि त कहाँ गएछ त्यो घर छैनन् छैन माथि चोटा त हेर्नुभयो चोटा कोठा बुइगल सुइगल सबै खोजिसकिन् छैन त्यो कहाँ गएछ ए लौ न कहाँ गएको ए घाँस गएछ नि घाँस ए घाँस पो गएछ ल डोको यहाँ छोडेर कहाँ चाहिँ मरेछ त्यो यो डोकोमा त मान्छे छैन हो अलि फुस्क्यो भने आँख फुट्दैन लप्सी झार्दै जा भने होइन तिम्रो त कोठीमा ठ्याक्क अहिले यो काँडले मेरो आँखामा लागेको के गर्छ लाग्न नि सक्छ मेरो त रामबाण हो नहेरी किन फुत्त हान्दाखेरि पनि उडिया चरा खस्छ अनि ए बान के गरेको आँखा छैन देखेको छैनस् के हो यो अर्काको नयाँ साडी सुकाएको यसले लगेर यहाँ छेड्यो भने के हुन्छ अस्ति मात्र 48 हालेर
किनेको नयाँ साडी हो आफ्नो यो कस्तो कस्तो माग्ने कसै सन्तानहरू पनि हो क्या यो साडी पोल पर्यो भयो तेरो दिमागमा पोल पर्छ हेलो हजुर हजुर कहाँसम्म आउनुभयो म यहाँ कहाँ खोइ यहाँ एउटा सुन्तला बोटनी आइपीमा हजुर त्यहाँबाट सिधै अगाडि आउनुहोस् त्यहाँ चौतारा आउँछ चौतारामा राजु मास्टर साहबको घर कहाँ छ भन्नुहोस् जसले पनि भनिदिन्छ चौतारै भेटेको छैन मैले खोइ चौतारो हेलो हेलो मैले केही सुनेको छैन मैले सुनिएन रे हेलो कस्तो नसुनिए यो केही सुन्दैन राख्नु त म फेरि यता गर्छु बाँडहरूका किसिम थाहा छ बाँड कति किसिमका हुन्छन् ल आज मैले बाँडको तालिम दिने दिन परेको रहेछ साना भिनाले यहाँ हेर यस्तो माथि हेरेर तल हेर्ने बाँड माथि फुत्त यो अग्नि बाँड हो यस्तो छड्के हान्ने हुन्छ नि छड्के हान्ने छड्के बाँड यस्तो कोर्से हान्ने भनेको यस्तो यस्तो जिउ कोर्से कोर्से पार्नुपर्छ कोर्से बाँड भन्छ यस्तो गरेर यो जिउ पनि यस्तो टेढो बनाउने यस्तो गरेर यस्तै हान्ने टेढे बाँड होइन अनि यस्तो गरेर यो घोप्टे बाँड भन्ने थाहा छ घोप्टे बाँड भनेको यस्तो गरेर यहाँबाट यसलाई चाहिँ उठाने बाँड भन्छ तँलाई भाते कसले तँलाई यो लिएर चल्नु भन्छ कसले भने ल्याएर मोबाइल दिदीको मोबाइल हरायो भने चाहिँ यसले बोकेर बोकेर हिँड्नु 50 सालमा चाहिँ नि उहाँ टिभीमा चाहिँ रामायण कि के देखायो बच्चाहरूले आफ्नो साथीहरूको आँखा फ्याट फुटाएर यस्तो चिज चलाउने खेल्ने चिज हो भनेकै मान्दैन त्यत्रो दुःख गरेर बनाएको बाँड खेल्ने चिज हो नखेल्ने के बाँडमा सुत्छन् र सुत्नु मैले बिहानदेखि घर खोजेछु घरै भेटिन एउटा मान्छे पठाइदिनु त बहिनी ए मान्छे पठाइदिनु ए भइहाल्छ नि दाइ हाम्रोमा छ्याछ्यास्ती छँदैछन् मान्छे क्यारे हुन्छ दाइ ए दाइ अझै पोलिरहेको त्यो तलमको पिपल बुढाको मान्छे आउने भने घरदेखि जाऊ त लिएर आऊ त जाऊ त्यो पिपलको बोटदेखि अलिक तलतिर जाने एउटा ठुलो भिड आउँछ त्यहाँबाट हाम फालेर मर्नु भन्दै नि को नकर है धेरै अझै कुट्न पुगेको छैन तँलाई म लिएर आउँछु ल छिटो आउनु है त त्यहाँ सामानहरू पनि लिएर आएको होला लिएर आउनु सँगै छिटो आउनु त्यहाँ के घनघन गर्छ घर त्यो जस्तो उकिन्न त्यो उकिन लाग्छ र हरियो पहेँलो निलो आयो बेलुन आयो हजुर बेलुन आयो अरे हजुर बेलुन ए बाजे बेलुन किन बेलुन ओहो अर्काको बच्चाले बेलुन देखोस् अनि त्यस पछाडि मम्मी बेलुन भनेर उफ्रियोस् अनि पिराएपछि बिग्छ भनेर ल्या होला अनि बच्चालाई नकिने कसले किन्छ हजुर ठुलो मान्छेले किन्ने तपाईँ कतिवटा छ बच्चा मेरो कतिवटा छ हजुर ए घरमै गएर गर्नुपर्छ हो एकछिन घर मेरो घर जाउँ नि हस् कतिवटा किन्ने भन्नु न थोक यहाँ कतिवटा किन्ने एकछिन ए बहिनी यता बाहिर आउँछ किन ल्याएको उहाँ तल चौतारासम्म किन जानु पर्यो हो यो बेलुन जुन घर यसरी माथि छरिया छ त्यही घर हेर्दै आउने भनेर फोन गरिदिउँ त्यसले ल हुन्छ भइहाल्छ अनि तुरुन्तै यहाँ त्यो मसला ससला हालेर जाइफल हालेर सुकुमेर हालेर चिया यता बस्नु एकछिन बस्नु एउटा फुटाइ हेरौँ त बाँडले बस्नु ए तिर्नुपर्छ मान्छेको बेच्ने कुरा एकछिन यहाँ बाँधिराखौँ न एउटा केही हुँदैन है बस त्यहाँबाट सिधै गाउँ पस्नु त्यहाँबाट यसो घर माथि हेर्नु माथि धेरै बेलुन उडाइरहेको छ त्यही घर हो यो बेलुन खडा गरेर आउनु कतिवटा किन्ने हो बाजे बेलुन ए बेलुन कतिवटा किन्ने भन्दाखेरि अहिले हामी सबैजनाको बच्चाहरू खेल्न गइरहेछन् जेठाको माइलाको काइलाको मेरो छुट्ला नै सबैको गर्दाखेरि चाहिँ 18-19 जना छन् कहाँ 18-19 32-33 भन न त्यो जतिवटा बच्चा आउँछन् त्यतिवटा बेलुन किनिदिने मलाई हतार भइसक्यो किने त कन्फर्म हो किन्ने आउने बित्तिकै तपाईँको यो सबै बेलुन बेलुन खै यी झुन्ना अहिले बाँधेको छ त यहाँ बेलुन खै बेलुन होइन बेलुन खोइ साडीमा बाँधेको होइन साडी खोइ बेलुन खै साडी खोइ बेलुन खै साडी खोइ भने बेलुन खै साडी खोइ होइन साडी ठुलो कि बेलुन ठुलो भने बेलुन ठुलो साडी ठुलो बेलुन ठुलो साडी ठुलो बेलुन ठुलो साडी ठुलो दुईटै ठुलो
मसँग नाटक गर्ने आमाजुलाई सम्झाइ बुझाइ लाइनमा ल्याउली भए त उसको उहीसित साथघाट गरेर मलाई पङ्गु बनाउने तिम्रो अनुहार हेर्नु परेको छैन मलाई भइहाल्यो तिम्रो कारणले गर्दाखेरि उहाँ बाले थर्काए मलाई म तिमीहरूको यो लभ चक्करमा चाहिँ केही गर्न सक्दिनँ छोडिदेऊ त्यो फाँसिरालाई कहाँ छोड्न सक्नु कस्तो माया लाग्छ त्यही त अब कति माया लाग्छ भन्ने कुरो त म यहाँ लुकिया देखेर थाहा भइहाल्यो होला नि सुन्तली अघि बा नभएको बेलामा आउनु त आइहाल्यो अब अहिले जाउँ भनेको बा डारीमा डङरङ्ग त्यहाँ बसिरहेछ के गरी गर्दा नि लौ न च्यानल फिट गरिदेऊ न भए के आइलाग्यो होला मलाई ल ठिक छ म त्यहाँ बालाई भित्र भान्सामा लान्छु त्यही बेला फुत्त भाग्नु बा त्यो अघिको चिया पोखिहाल्यो बालाई नि अब म अर्को एक कप मिठो चिया अनि खाजा बनाएर खुवाउँछु नि जाऊ हिँड्ने भान्सामा कसैले लान परेको छैन मलाई भान्सा सान्छामा बा अब गल्ती भइहाल्यो एकचोटलाई माफ पाऊँ के बा अब आइला त्यस्तो गर्दिन अन्नको त के दोष त खाजा त खान्छौ न बा हिँड्नु न खान परेको छैन मलाई